अस्ति तपाईँले कसो सिक्यो मेरो way चाहिँ हो सबभन्दा इजी सजिलो र सुपर फास्ट यहाँबाट सट्ट यसो थिच्यो भने तपाईँको हातमा एउटा चामल पनि बस्दैन यति गरेपछि यस्तो तेर्सो छ्याप्पै छेउसम्म आयो आएपछि यो माथि गाउँला छ नि यसले यस्तो तान्ने यसले यहाँबाट साइडबाट मिलाउने हेर्नुहोस् है त राम्रोसँग हेर्नु है त अब यसरी ठक्क एकैचोटि फिनिस हानिदिने हो क्या धेरैचोटि होइन एकैचोटि फिनिस यसरी एकैचोटि फिनिसिङ हानिदिने यहाँ अब हेर्नुहोस् त एकदम एकुरेट भयो नि त होइन यस्तोले हान्नु पर्छ तपाईँले अनि माथिपट्टि गर्दा चाहिँ यसले माथि घचाड्ने यसले यो साइड मिलाउने यसरी जहिले पनि यसले चाहिँ यो साइड मिलाएर जाने है त हेर्नुहोस् एकदम इजी फास्ट र तपाईँको के हुन्छ त भात सबैतिर हेर्नुहोस् त कति एक लेभल भयो भात यस्तो धेरै सामान लाग्यो अब धेरैवटा अर्डर आयो भने चाहिँ यसरी लगाएर तपाईँको एक एकवटा गरेर बनाउने टाइम हुँदैन नि त 10वटा रुडीमा भात लगाउने ड्याङ 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 हाल्ने यस्तो गर्दै जाने त्यसपछि यसले हातले यसरी उचाल्ने स्वाट लगाएर यस्तो गर्ने हो खोत लगाएर यसो गरेर यो भागलाई मुनिपट्टि पार्ने यसरी मुनिपट्टि पार्ने सेम थिङ यसरी राख्ने यहाँबाट योले यता घचाड्ने यसले उता घचाड्ने यसले यता घचाड्ने के गर्नु पऱ्यो यसले माथिबाट यति मात्र दिँदै सर्ट यति गर्ने अब हेर्नुहोस् त रोल रेडी भइसक्यो अनि यसलाई के गर्ने यहाँ लिएर यसलाई यति गरेर मिलाइदिनु यति गरेर यतापट्टि यति गरेर मिलाइदिनु अब के हुनुभयो त यस्तो हुन्छ तपाईँको यो माथि चाहिँ तपाईँले चपिङ गर्नु सक्नुहुनेको जे गर्नु पनि सक्नु नाइफबाट पानी चाहिँ यहाँबाट चुन्नुपर्छ है त नाइफमा चाहिँ पानी यसरी लाउने यसरी यहाँबाट पानी चुन्नुपर्छ है त नाइफमा चाहिँ यहाँ के भयो भन्छ यो नाइफलाई सर्ट यहाँ लाउने काट्ने यसरी छ नि यस्तोपट्टि राइट लेफ्ट साइड अनि जापानिजहरूले चाहिँ राइट साइड जतापट्टि गर्नु पनि मिल्यो एकदम सिम्पल प्लेटिङ यस्तो तर यो माथि चाहिँ अब फ्युजनहरू आउँछ कि यो माथि चाहिँ के हुन्छ भने